हेलो नमस्कार सबैजनालाई। आज चाहिँ हामी उता युएसबाट दाइ दिदी र उहाँको छोरी आउनुभएको छ घुम्नलाई युके भनेर केही समयको लागि छोटो समयलाई। उहाँलाई लिएर चाहिँ हामी एउटा ब्रिङहाम रक्स भन्ने ठाउँमा जाँदैछु, जुन चाहिँ यो लिड्सभन्दा अलिक माथि क्याट्रिकभन्दा अलिक मुनि पर्छ। यहाँ हाम्रोबाट लगभग 1.5 घन्टा लाग्दो रहेछ। त्यो ठाउँमा जाने पहिलेदेखि नै मेरो धेरै चाहना थियो। आज बल्ल हामी जाँदैछौँ। त्यहाँ चाहिँ एकदम युनिक खालको ढुङ्गाहरू पाइन्छ, जुन चाहिँ पानीले काटेर बनिएको धेरै वर्ष अगाडि। त्यो ढुङ्गाहरू हेर्न जाँदैछौँ। ल तपाईँहरू नि हामीसँग इन्जोय गर्नु होला है। फाइनल्ली हामी चाहिँ यो ब्रिङहाम रक्समा आइपुग्यौँ है। यहाँनिर अब यता गाडीहरू उयो गर्ने। छुक्कु मेरो त्यो ब्याग पनि निकाल्नु छ। पानीहरू एक दुईवटा बोकिराखेँ, भरे तिर्खा लाग्ला पर है। अब यहाँबाट चाहिँ हामी यता हिँड्दै जान्छौँ। यहाँ चाहिँ अनौठो खालको ढुङ्गाहरू छ। अब यहाँ पहिले कार पार्क गरेर आउनु पऱ्यो पे यो भन्नाले अब टिकट लाएर। ल चलो अब हाइकिङ राम्रो हुन्छ। हिँड्नु कति कमाउनुपर्छ? हिँड्नुपर्छ। स्वास्थ्यको लागि राम्रो हुन्छ। प्रेसर सुगर सबै चाटचुट। यस्तो हुन्छ। यस्तो ढुङ्गा छ। यो ढुङ्गामा भरे पुगेर फोटो खिच्ने। अहिले ठिक्क उयो भएको छ कि। लु हेर्नु है त यो ढुङ्गाहरू। आमामा टेरिका यो चाहिँ पुरा यहाँ ओडार जस्तो छ। हेर्नु है त यस्तो पानीले खोलेको ढुङ्गाहरू सबै यो। यहाँ त ओडारै रहेछ है दाजु, पुरा यी हो। उहिले त अब होइन यसो बस्नु मिल्ने खालको नि। ऊ यतापट्टि पुरा खोज मजाको छ हो। एक प्रकारको ओडारै जस्तो छ नि। सबै यो पानीले खोलेको अरे यो ढुङ्गाहरू। आमामा पानीले भनेपछि एक जमानामा यहाँ खोला थियो रहेछ नि। आजभन्दा चाहिँ 320 मिलियन वर्ष अगाडि चाहिँ पानीले खोलेको ढुङ्गाहरू अरे यो। अनि त्यस पछाडि हावा पानी फेरि हिउँले काटेर यस्तो भएको अरे यो ढुङ्गा। अम्मा हो यहाँ त कत्रो वर्ष त झन् साह्रो हेर त। हेर्नु त क्या मजाको है यो ढुङ्गा। आमा यो त अनि पुरा थुपारेरै ल यस्तो थुप्रो माथि हेर्नु न। आमा त्यहाँ माथिबाट यस्तरी बनिएको छ यो ढुङ्गा है। यो त गुम्बा जस्तो छ त। एक राउन्ड लाउँ न यसलाई। गुम्बा यसलाई एक राउन्ड उहाँ माथितिर। यहाँ खिच्नु, यहाँ उभिएको आउनु यहाँ माथि। भाउजू दाजु पर छ। कहाँ जानुभएको दाजु त? जङ्गलै बोकिन्छ यस्तो। लु खिच्दै त चेन्टाङमै ढुङ्गाले हौ झरेर हौ। यो साँच्ची के लडेर गुल्डुङ्गा आउँला है। यो त त्यो हामीले पिटोल खेल्दाखेरि ढुङ्गा राख्छौँ नि माथि। भाउजू यहाँ बस्नु, म फोटो खिच्छु यहाँ। यहाँ बस्नु यहाँ। गोरा यसो हातले ठेल्दै अन्त पुल्टुङ्गा लड्ला जस्तो छ त नि। भागा आयो वहाँ माथि गएर भाइ माथि गएर यो ढुङ्गामा टच गरेर के। बिस्तारै
राम 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 अब चाहिँ म जाँदिनँ नि अबै कताबाट उत्रिनु नि लु उता जिप्टे नै गयो जिप्लिन तिम्रो जुत्ता राम्रो रहेछ ठिकै यहाँ मुनि मुनिबाट झर्नु पऱ्यो म चाहिँ टोड्काबाटै यो चाहिँ यस्तो यहाँबाट चाहिँ अन्डरग्राउन्ड जाने हो क्या धरती मुनि डरले उब्रा केही पनि हुँदैन म चाहिँ अब यता ओडार मुनि जाँदैछु यस्तो आमामा यहाँ त क्या यस्तो रहेछ डेन्जर 320 मिलियन भनेपछि डाइनोसरकै बेलामा रहेछ ए यहाँबाट त्यहाँ माथि हुरुकै दाजु बनाइको नि यहाँ माथि पो आउनु फोटो खिच्नु त यस्तो माथि अझै यो होइन अर्को एउटा छ कि कहाँनिर हो यत्रो मात्रै छ मुनि यो चाहिँ अलिक ठुलै रहेछ यहाँ आउनु नसकेर उहाँ हाँसिरहेछ खानेको नि मुनि चित्रो माथि अहिले अर्को छ एउटा संसार सिमेन्ट पनि लगाएको रहेछ नि त होइन होला हौ त्यो सिमेन्ट होइन यो यसकै त्यो अडिएको त्यतिकै पानीले काटेर होइन पानीले काटेर यस्तो कहाँबाट ढकाल्दै फोटो खिच्दैन हाम्रो ए भदैनलाई हिरो नि बनाइरहेको छ मोडल बनाउँदैछ है यहाँ त उयो टोड्का रहेछ त ठ्याक्कै बिचमा है होइन चुम्बी टोड्का छ यहाँ हो विन्डोवाले ढुङ्गा रहेछ है And if you don't hold hands, go in chariot, okay? यो म्यापमा हेर्नु पर्थ्यो कता कता के छ म्याप यहाँ दिएको थियो धन्न मजाले घाम लाग्दैन मौसम पनि मजाको भयो राम्रो भयो दिन त नि हिँड्नै जस्तो दिन म उता नि रहेछ नि कति रहेछ ढुङ्गा पुरा मस अनि मान्छे पुरै दिनको लागि आउँदो रहेछ अनि एउटा छ कि एक ठाउँ कहाँनिर हो त्यो ढुङ्गा चाहिँ हेर्नु मन लाग्छ अझै त्यो मैले मेन हेर्ने भनेको आएको छैन अघिको जस्तै छ तर सानो उसले थाम्यो कि यो लाइभमा राखेर खिचेन यसरी चाहिँ अनि सजिलो देख दुईटा त कता छ खोज्नुपर्छ यो मिलाउनुपर्छ फोकस क्यामेराम्यान फोकस तेरो मात्रै छ म त्यो लेन्स चेन्ज गरिदिनु पऱ्यो भनेको भाइ कता उता गयो त भाइ त नि खोइ त
दामी आयो आम्मा के मजाले यो बनेको के मजाले बन्ने नि हौ अब के थाहा है त्यो गोबर थुपारे जस्तो नि ए यतै आइपुगेछ त भाइ छुङको यता ल्याउ त त्यो उयो लेन्स चेन्ज गरिदिन्छु म यहाँ एकछिन बसौँ है हरायो त उहाँ खुसी होइन उहाँ होइन भाइ रुनु आँटिरहेको थियो नि बुढा हरा भन्दै उहाँ अघि नै मेरो बुढा हरायो भन्दै रुनु आँटिरहेको थियो एकछिन म लेन्स चेन्ज गरिदिन्छु क्या त्यो अर्को ढुङ्गाहरू त यस्तो यस्तो गरेर बनिरहेछ हो है म आउँदैछु मजा आएछ ल्याउनु कि ल्याउनु कतिवटा कस्तो कस्तो खिचेँ उफ्रिनु त आज म खिचिदिन्छु पुरुक्क हो त्यसरी पिटी खेले जस्तो हो त हाम्रो स्कुलमा खेलाउँथ्यो नि पहिले जिबिएमा ह्यान्ड्स अप ह्यान्ड्स डाउन ह्यान्ड साइड लेफ्ट राइट लेफ्ट लेफ्ट राइट लेफ्ट भिडियो गरिरहेको छ अहिले मार्छ गाडी यहाँबाट छोडिदिनु इलेक्ट्रिक कार आयो कहाँ जाने अरे यो गाडी 5 थर कि 5 थर होला तपाईँले सुहाउन त जाने होइन हामीलाई सुहाउने खालको सफारी नै छ नि एकछिन चाहिँ जहिले त्यसरी बस्छ पनि पाद्यो घुम्ने खालको होइन रहेछ यसलाई चाहिँ गुगल खोजेर यता आउने यता रहेछ कि कस्तो मजाको रहेछ वकिङ जानु चाहिँ मेरो बुढा डल्लो घाम गयो के गर्छ हौ हाम्रो नेपालमा यस्तो ठाउँ कस्तो राम्रो राम्रो छ होइन बनाउनु भने गर्नु भने कति चाहिँ रमाइलो हुन्थ्यो होला क्या त्यो घुम्नु केटाकेटीहरू अहिलेको सहरिया केटाकेटी कति जान्थ्यो होला है यस्तो ठाउँमा बनाइदिएको भए हल्का साम्पाङ्गे ट्राई चाहिँ गर्दैछ एक दिन चाहिँ हुन्छ होला हुन्छ होला नाजु सोमीहरू चाहिँ यस्तो ढुङ्गाको उयो हेर्नु आएको यहाँ पार्कमा हाम्रो दाजु जेठाजु भाउजू वाङ्मु कति राम्रो राम्रो ठाउँ चाहिँ यस्तो मजाको टेर्दैन हौ टेर्दैन के गर्नु बुढा ओडारभित्र हरायो कस्तो टर्क्यो मेरो बुढा त यहाँ त नि गोर ल कता हो फेरि अर्को
अर्को यहाँ हो ढुङ्गा त त्यो चिन्डो जस्तो के यता यता होइन न केही सामानहरू त छोडेको छैन नि होइन कति मजा मजाको आउँछ म यसबाट गर्छु है भिडियोहरू चाहिँ अब आम्मामा लु हेर्नु त यो चेपहरू कस्तो कस्तो छ यो त पुरा त्यो भाइ काठ बोक्न जाँदा हिँडेको चेपे क्या त नि वाङ मलाई कस्तो लाग्यो ठिक लाग्यो काले ल्या फुपाले भन्दा तात्रा ढुङ्गा भएको ठाउँले हामीलाई त यस्तै मनपर्छ अब बुढौली भएर होला बजारतिर गएर अलगो अलगो बिल्डिङ हेर्नुभन्दा होइन सिटीमा दाजु यता फेरि आफै धुम्ला हुनुहुन्छ यसबाट चाहिँ भिडियो गर्नुपर्ने छ नि त खिचिँदैछ कि छैन खिचिरहेछ नि दाजु होइन छ डिलिट हान्नुको उत्पात होला भने फेरि दामी रहेछ हौ यो त कति मजाको रुख हौ हावा कति राम्रो बनाएको क्या उयोसँग चाहिँ लक भएर फेरि लेखेको रहेछ कसले भक्कुको त्यही त अनि कता सोमे कता ढुङ्गा र मान्छे नचिनिङ यता हेर यता हामी पाल्छ होला पड्क्या बाबा साँच्ची भनेको अनुहारै देखेको छैन क्यामेराम्यान त्यस्तै उहाँ फेरि हो भिडियो उयो गराउनु मान्छे फोटो खिच्नु माग्नु त्यस्तै यहाँ आफ्नो आफ्नो ताल छ ढुङ्गाको फेरि यो छ हालत हो अब आँखाले नभ्याउनु जङ्गलै थर्काउनु यता जानुहोस् यस्तो मजाको यो हेर्नु न खोलिएको आमा त्यो माथिको त झर्ला जतिकै छ त यस्तो यो दुईटा किन फोटो खिच्दा पावर लाग्छ म पनि जान्छु माथि नै साँच्चीकै भनेको पादेको
दाजु जाँदा सँगसँगै जानु पर्यो दाजुभाइ तिमीलाई चस्मा खोल न लाइभमा जान्छु दुईजनाको रङ झन् उस्तो उस्तै छ हो शेर्पाको ज्वाइँहरू शेर्पाको ज्वाइँ भएर हाई अल्टिट्युड डराउँछ भाइ भाइ भाइहरू जिस्काएर ज्वाइँ होला भाउजू फेरि कत्रो भएछ जुम अब गुटुङ टुङ 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 अघि अघि गइँदैछ क्यामेराम्यान अब यता लाग्यो कस्तो मजाको छ बाबा म यहाँ वक गरेको भिडियो गरिदेऊ न यार ल यता यता ऊ यहाँ पर टोइलेटहरू छ होला कि त्यहाँ जाउँ यता त आमा झन् ट्रक्कै रक चट्टान त अझै यता बढिरहेछ नि मेरो फोन फोटो खिच्दै हिँड्नु सबै मलाई त्यो स्टोन हेन्ड जस्तो जस्तै देखेको लाग्यो क्या छुङको त्यो उहाँ तर यो धेरै धेरै राम्रो छ नि नजिकको यो नजिकमै रहेछ पहिलोचोटि भगवानले डाइनोसरले खाएर हगेको भगवानले बनाएको सुविधा रहेछ आउनु होला यहाँ दाजुहरू दिदीहरू एकअर्कामा पनि भिडियो गर्दै गरेछ ल आइसक्रिमहरू रहेछ खाउँ भाउजू भाउजू एकाउन्टको जली दुखिसक्यो होला क्या कफी मगाऊ टोइलेटहरू रहेछ कफी सफी खाएर यसलाई सोध्नु पऱ्यो यो ढुङ्गा चाहिँ कहाँ छ भनेर यो फोटो भएको नि यो यहाँकोलाई थाहा हुन्छ नि साइकल राख्नु रहेछ यो चाहिँ साइकल पार्किङ छ छोरी मान्छेको यता रहेछ छोरा मान्छेको उता रहेछ यहाँ चाहिँ सानो एउटा दोकान छ आइसक्रिम चिप्सहरू यसो पपकर्नहरू चक्लेटहरू टी कफीहरू रहेछ अनि टोइलेटहरू अब यहाँनिर चाहिँ एकछिन रेस्ट लिने यो चाहिँ मेरो आइसक्रिम यो लाएर तिमी भाउजूलाई यो चिनी बिनाको छ आइसक्रिम एउटा मात्रै गरेँ दुईवटा गरेँ मैले दुईवटा भनेको थिएन अर्को अनि आइसक्रिम एकछिन सोध्नुपर्छ यस्तो चाहिँ कसले हालिदिएछ जिन्दगीमा आइसक्रिम र कफी यसरी कसले हाल्छ
तितो हुन्छ नि त ब्ल्याक हट कफी कोल्ड आइसक्रिम तितो आइसक्रिम गुलियो आइसक्रिम तितो कफी गुलियो आइसक्रिम यो त अनि के भयो त अनि तिम्रो सालीले खान्छ नि कसले खान्छ अनि तितोले नभए खानु सक्दिनँ म यो किन पैसा खेर फाल्नु यो डाइरिया होला अरे बट त्यही त अनि 100 रुपियाँको तितो न तितो भयो क्या यो खाँदा केही कति प्याकेट हाल्यो भन न 4 प्याकेट हाल्यो म त मिल्क हालेन रहेछ क्या भने मिठो तितो एउटै छैन ऊ के भन्दैछ कफी उयो भयो जा ल यो मात्रै खाँदा त तितो परेछ त नि कस्तो तितो त्यो भने ब्ल्याक कफी होला भने टेर्दैन अहिले मलाई कमाउँछ त तर हेर न आइसक्रिमले गर्दा फ्याँक्दिनु हेर नखाऊ त्यो जबरजस्ती नखाऊ त आइसक्रिमले केही हुँदैन भनेको मैले हत्ताई लाग्छ अब यो मात्रै त म त मर्ने छु अब 17 प्रो म्याक्सको युज भएको छैन यो ऊ जसले किरा हेर्नु नि खोइ जुसले ठुलो परेछ होला हौ के जुसले किरा ए ए अबुई कत्रोबाट छ म त यसलाई पो छुसुले किरा भनेछ भन्दाको भन्छ चस्मा लाएर देखेन क्या भने मान्छेको गोली लागेको ठाउँहरू त खान्छ कुन आउँदैन जुसले किरा यताबाट अरे यता त्यसले यताबाट घर त मान्छे बस्ने होइन प्राइभेट यो प्राइभेटहरू के हो होइन होला यस्तोमा प्राइभेट यो त यसको क्षेत्र पर्छ क्या यो नेसनल कन्जर्भेटरी एरिया बनाएर छ यति त्यसलाई पाउँदैन यहाँ घर बनाउनु यो त्यसकै लागि चाहिँ यो यो के किन्ने रहेछ हौ भिजिटर्स स्टोन हाउस त यहाँ पर्छ त घर ढुङ्गाको कति मजाको देखेको यो घर भित्र रुमहरू बनाएको छ भित्र त अनि त्यसको त पुरा उयो होला नि त नि मजाको त्यो रुमहरू त नि त्यो ढुङ्गासँगै हो कि यता चाहिँ हेर्नु नि मान्छेहरू कति मजाले बसेर खाँदैछ उता पर ढुङ्गाहरू यहाँनिर चाहिँ बसेर खाने ठाउँ छ आफूले लिएर आउँदा नि हुने रहेछ त्यो माथि चाहिँ अब यहाँ ढुङ्गाहरू भयो ट्याप्पै पर पर गाउँहरू छ ओहो त्यो पर पर त अनि सेतो सेतो फोगन्डा जस्तो देख्छ त माथि माथि के हो त्यो वाट इज द्याट देख्यो अनि चाहिँ बादल टेन्ट त होइन त्यो ठुलो ठुलो छ नि यसो हेर्दाखेरि के हो यो फोगन्डा फोगन्डा जस्तो त्यो ग्रिन हाउस जस्तो के कस्तो मजाको देखेको है यिनीहरू है भाइ जे होस् रमाइलो ठाउँ रहेछ बिस्तारी हिँड्यो भने एक दिनभरि लाग्दो रहेछ यो पुरै एक राउन्ड लाउनु लागि नभने अलिक छिटो छिटो गर्ने हाफ डे पनि इनफै हुने रहेछ र युनिक युनिक खाले रक्सहरू के एकदमै आजभन्दा चाहिँ 320 मिलियन वर्ष अगाडि चाहिँ पानीले खोलेको भनेपछि यहाँनिर त्यति बेला त पानी पानी थियो रहेछ नि हौ यस्तो हुन्छ यो चट्टानहरू थियो होइन मजा मजाको अनि पानीले खोल्दै खोल्दै पानी कुद्छ नि रनिङ यहाँ चाहिँ पानी कुद्थ्यो के पानीले खोल्दै खोल्दै सानोबाट बढ्छ वाइट हुन्छ अघि यस्तो वाइट त थियो अनि वाइट अब फेरि भित्र एकछिन पस्यो भने फेरि सेतो भइहाल्छ त्यसमा निकाल्नु कि कस्तो गत आइहाल्छ आँखा गइसक्यो ब्लड आउँछ आँखा देख्दिन हो र पावाले चल्छ हो यो त अनि कस्तो खुनै आउँछ भन्ने त थाहा थिएन त मलाई चस्मा निकाल्दा ए ब्लर ए म त ब्लड आउँछ भने सुनेर अनि कस्तो खुनै आउँछ भनिरहेको के ब्लर ऊ सेक्सी लेडी त्यहाँ रहेछ सिज द बम त्यहाँ रहेछ सेक्सी लेडी सिज द बम सेक्सी लेडी इन द बम हो कि सी इज अ फर्म के हो त्यो एउटाले हेर्न फर्महरू सेक्सी लेडीसँग फोटो खिच्ने होला नि त त्यो नभेटी नजाने भन्छ अब रक क्लाइम्बिङ गरेर नै आउँदैछ देखेँ नि त्यहाँ चढ्ने प्र्याक्टिस खेद्दाखेरि त्यही छैन लु हिँड साथी रहेछ जु
त्यता के खानु पर्ला भोक लागिसक्यो कति टाढो यहाँदेखि लिस्ट चाहिँ नजिक हामी बाटैमा पर्छ त्यो लिस्टकै छेउबाट के अरे आधी घन्टा होला हौ फ्यामिली खेद्नु फ्यामिली ए एउटा खिच्नु न त लु त फ्यामिलीको सबैको यहाँ ढुङ्गा है मैले भनेको चाहिँ मेन लु है जानु गएर खिच्नु फोटो यहाँ हेरौँ यता जिरो फिगर रहेछ पुरा तिम्रो फिगर कोका कोला भनेको कोका कोला त माथिको त पुरा भोगटै छ त नि हेरौँ न यो माथि कस्तरी अडेको छ यो ढुङ्गा अनि मुनि चाहिँ नि यसको मुनि हेरौँ है त यस्तो यो छ त भगवानको शक्तिले होला नि भगवानको यस्तो ले अडेको लु यो ढुङ्गा हेर्नु त क्या युनिक छ है तिहार सबै त्यस्तो बनाएको देख्छु बुद्ध भगवानको शक्तिले अडाएको ओ माने बेमे ओम बुद्ध भगवानको शक्तिले यति भन्नु थालेपछि सबै अब यहाँ बसेर चाहिँ यस्तो दिनुपर्छ ओ माने पेमे ओ माने पेमे ओ माने पेमे ओ माने पेमे भाउजू शेर्पाको छोरीले गर्छ हान्नु पर्यो नि अब यस्तोमा आएको छ नि अचम्मको ठाउँमा ओ माने पेमे हान्नु पर्यो अब ध्यान गर्नु पर्यो एकछिन यस्तो यस्तो गरेर चाहिँ लु हेरौँ है यो ढुङ्गा के मजाको छ आमामा यो मुनि कसरी अडेको यत्रो नै लु हेर्नु त यो अब यो माथि यत्रो छ यो ढुङ्गा ए अनि यो मुनि यो 10 टन 20 टन जतिको ढुङ्गा छ माथि अनि मुनि यस्तो छ जाँतो जस्तो त्यो उयसको सरै अब अर्कोलाई चाहिँ के भन्नु वाङमा भन्छ फुपालाई के भन्नु लु हेर्नु त पापालाई अघि ए लु हेर्नु त यो मुनि कसरी अडिरहेछ है कस्तो राम्रो देख्दो रहेछ हेर्नु है अहिले छेउमा बस्नु नि दाजु के ठिकै छ हौ त्यो उयो देख्छ नि त बिचको के ए त्यो बिचमा हो यसो गर्दा चाहिँ यता हेर्नु न भाउजू घर पर गयो त भाउजू मन पर्यो नि क्या होइन ऊ त्यो लु छिटो लिन्छ भनेर अलग्गै हुन्छ हिँड्दै आएछ एकदम अलग्गै लु छिटो यता हेर्नु जे होस् धेरै रमाइलो ठाउँ लाग्यो है तपाईँहरू नि टाइम मिल्यो भने यहाँ युकेमा हुनुहुन्छ भने लिड्सको छेउछाउतिर हुनुहुन्छ भने अझै नजिक है ब्रिङहाम रक्स भन्ने बित्तिकै आइहाल्छ यहाँनिर घुम्नु आउँदा चाहिँ एकदमै रमाइलो हुन्छ नेचरलाई चाहिँ लभ गर्नुहुन्छ भने यस्तै वन जङ्गल डाँडाकाँडा मन पराउने मान्छेलाई त झन् धेरै राम्रो हुन्छ ओके आजलाई यति नै सी यु इन नेक्स्ट भिडियो बाई बाई